ओस्कर वाइल्डको एउटा भनाइ छ, आफू जस्तो छौ त्यस्तै बन, अरू सबै त पहिल्यै अरूले लगिसके। निकै चर्चित बनाइयो यो। हो, सुन्दा एकदमै सरल लाग्छ होइन त? तर नेतृत्वको दुनियाँमा यो लागू गर्न त्यति सजिलो छैन। छैन। जब म जस्तो छु र सङ्गठनले मलाई जस्तो खोजेको छ, बीचमा खाडल हुन्छ, तब के गर्ने? हो, ठेक्कै यही तनावको बीचमा छ आजको हाम्रो विषय। आज हामी यही अथेन्टिक लिडरशिप अर्थात् वास्तविक नेतृत्वबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। र यो छलफलका लागि हामीले पूर्व सिइओ बिल जोर्ज र प्राध्यापक पेट्रिसिया ह्युलिन जस्ता विज्ञहरूको अन्तर्वार्ता अनि केही अनुसन्धानहरूलाई पनि आधार बनाएका छौँ। ग्रेट। त्यसो भए हाम्रो उद्देश्य के हो त? यो वास्तविक हुनुको अर्थ के हो, यो किन महत्त्वपूर्ण छ र यसका जटिलताहरू के छन्, यही केलाउने हो? हो, बिल्कुल। ल, त्यसो भए सुरु गरौँ। यो वास्तविक नेतृत्व भनेको खासमा हो के? अब यसको मूल मर्म भनेको चाहिँ आफ्नो भित्री मान्यता, विश्वास र मूल्यहरूलाई आफ्नो काम अनि व्यवहारसँग एकै लहरमा ल्याउनु हो। एकै लहरमा? हो। अनुसन्धानले यसका 4वटा मुख्य स्तम्भहरू देखाएको छ। 4वटा? पहिलो त भयो आत्मजागरुकता, मतलब आफ्नो शक्ति, आफ्नो कमजोरी त्यो चिन्नु। दोस्रो हो आन्तरिक नैतिक दृष्टिकोण। एकछिन है, यो तेस्रो स्तम्भ जुन छ, सन्तुलित सूचना प्रशोधन, यो सुन्दा अलि प्राविधिक लाग्यो। एउटा लिडरको लागि यसको व्यावहारिक अर्थ के हुन्छ? राम्रो प्रश्न। यसको मतलब हो कुनै निर्णय गर्नु अघि आफ्नो मनले चाहेको कुरा मात्रै सुन्ने होइन। सबै पक्षका विचार, चाहे त्यो मन नपर्ने नै किन नहोस्, त्यसलाई खुला दिमागले केलाउनु। मलाई के सही लाग्छ भन्दा पनि यहाँ के सही हो भन्नेमा ध्यान दिनु। एक्ज्याक्टली त्यही हो। अनि चौथो स्तम्भ हो सम्बन्धमा पारदर्शिता। पारदर्शिता मतलब आफ्नो साँचो विचार र भावना खुलस्त राख्नु हो। यो कुरा सुन्दा मलाई प्राध्यापक ह्युलिनको एभोकाडोको उदाहरण याद आयो। एकदमै रोचक छ त्यो। उहाँ भन्नुहुन्छ, हामी एभोकाडो जस्तै छौँ। बाहिर नरम, परिस्थिति अनुसार परिवर्तन हुने मूल्यहरू छन्, तर भित्र एउटा कडा, कहिल्यै नबदलिने कोर छ। बिल्कुल, त्यो कोर नै हाम्रो आन्तरिक नैतिक दृष्टिकोण हो। र रोचक कुरा के छ भने यी 4 स्तम्भहरू छानी छानी लिने मेनु जस्ता होइनन्। प्याकेज डिल हो, प्याकेज डिल हो। जस्तै सन्तुलित सूचना प्रशोधन बिनाको पारदर्शिता त जथाभावी बोल्नु मात्रै हुन सक्छ। ठिक हो, त्यसले त झन् कमजोर बनाउँछ। ल, अब मानौ कुनै नेताले यो प्याकेज डिललाई सही तरिकाले अपनायो, त्यसको असर कस्तो हुन्छ? केही उदाहरण छ? छ नि। मेट्रोनिकका पूर्व सिइओ बिल